भ्यू हेर्नुहोला हजुरहरूले। यो चाहिँ कोटेश्वर महादेव स्थानदेखिको यात्रा हो। बिहाले गर्दा मेरो छोरो चाहिँ हेर्नुहोस् यहाँ हेरिरहेको मस्तल बसिरहेको छ हात बिचार होइन। मलाई चाहिँ एकदम बाबुको पिर लागिरहेछ। यता चाहिँ हल्का ओह्रालो छ गाइज। अहिले चाहिँ हामी चिसो रहेछ। चिसो भएको अवस्था चिसो रहेछ। बाबुलाई घरमा छोडेर आउनुपर्छ क्या हो। यो खोलाको छेउ भएर होला है। यो खोलाको छेउ भएर होला है। हेर्नुहोस् रोड क्लियर छ। आज चाहिँ कोटेश्वरदेखि चाबेलसम्मको यात्रा। गाइज मेरो छोरा चाहिँ चिल पारामा छ यहाँ। यसलाई जाडो पनि भएको छैन। मस्तले यसलाई चाहिँ बाइकमा हिँड्न पाएपछि केही चाहिँदैन। हेर्नुहोस् गाइज यता हेर्दै छोरा। गाइज हेर्नुहोस् यो मान्छेलाई बाइकमा हिँड्न केही चाहिँदैन। तपाईँहरूलाई एकदम सस्तो भरपर्दो गाइज अहिले त्यहाँनिर चाहिँ पुरा अफर के फिल्म हेर्नु गाइज। यो चाहिँ बानेश्वरको नजारा हो। पुरा जाम भइरहेछ अहिले। यस्तो राम्रो छ बालेनको सहर झिलिमिली। मेरो छोरालाई चाहिँ झिलिमिली देखेर एकदम खुसी भइरह। जा भन्दाखेरि यस्तो जाम छ गाइज। जा भनेकै खुसीले। अहिले त एउटा बाइकबाट अर्को बाइकमा को ओर्लिन्छ त फेरि बाबु त। यता बाबु यस्तो जाम छ गाइज। सोनम सर कस्तो फिल भइरहेको छ? केही बोलिदिनुहोस् न ब्लगमा। 2-4 शब्द नबोल्ने हजुर। हाम्रो सानो सोनम चाहिँ यता पुरै चकचक गरिरहेछ। कस्तो सानो बोल्देऊ बाबा भन्देऊ।
बाबा आई लभ यु भन्दै बाबा आई लभ यु है त्यस्तै हो भ्लग चाहिँ एकदम बाङ्गोटिङमा आइरहेको छ माइन्ड नगर्नु होला भने केही हुँदैन सबैले त हातमा फोन पुगिरहेको छ मान्छेहरू नि केही पारै भन्नु मेरो बुढो चाहिँ 90s को बुढो हो अनि अलि यस्तो कुरामा लगाउनुहुन्छ उहाँ केही छैन गाइस म पर्फेक्ट बनाइहाल्छु नि जाम खुल्यो अब त हामी चाहिँ नयाँ बानेश्वर चोकमा पुग्यौँ जाम भयो गाइस फेरि जाम भयो बाबु हेरिरहेछ पछि आज भ्यालेन्टाइन स्कुल अहिले हामी पनि यहाँ फोटो खिचौँ ल बुढा खिच्ने चाहिँ हाम्रो आज मैले भ्यालेन्टाइन विस गर्नलाई हाम्रो फोटो एउटा पनि छैन त दुसरी हातमा हेर्नु जाने किन बुवाले चाहिँ यस्तो नल्याइदिनु भयो होला है सेल त 500,000